हङसिली वा हङ सेग्रो सिली किराँत राई जाति अन्तर्गत बायुङ र बाहिन राईहरूले आफ्नो विशेष ठुलो पितृ पूजा गर्न नाचिने परम्परागत लोकनृत्य हो। यो नृत्य बायुङ राईहरूको कुल पुरोहितले लयात्मक ससुर वाचन गर्ने कथा र ग्रोहको तालमा विभिन्न हावभावका साथ पुरुष र महिला कलाकारहरूद्वारा नाचिने गरिन्छ। बायुङ राई जातिमा झ्याम्टालाई ग्रोह वा मानिमा भन्ने गरिएको पाइन्छ। सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट उत्पत्ति भएको यो पौराणिक र धार्मिक सिली 3-4 रातसम्म ग्रोह वा मानिमाको तालमा मात्र निरन्तर चल्छ। महिला कलाकारहरूलाई मोसिमी र पुरुष कलाकारहरूलाई मोसिचा भन्ने गरिएको बायुङ राई जातिमा पाइन्छ। बायुङ र बाहिन राईहरू आफैमा स्वावलम्बी हुने भएकाले यिनीहरूले प्रकृतिका पूजा गर्नका साथै आफ्ना परम्परागत संस्कृतिको संरक्षणमा पनि विशेष ध्यान दिन्छन्। मोसिमी मोसिचाहरूले ज्वारो झ्वासी लगाउँछन्। श्रृङ्गारका लागि मोसिमीहरूले चाम्पुरी, फुलीबुलाकी, घाँटीमा रेजीहारी, नौगेडी, जन्तर, हातमा बाला, खुट्टामा कल्ली लगायत अन्य गरगहना लगाउँछन् र हातमा मयूरको आँख साथै वाबु बोक्छन् भने मोसिचाहरूले हातमा भुली र लिफे बोक्छन्। नाच आँगन ढोगनीबाट सुरु भई अन्त्यमा सबैले हात समाएर नारदुवा अर्थात् कर्याङकुरुङ सिली गर्दै समाप्त गरिन्छ। स्वीकार्नुहोस् बायुङ राई जातिको हङ सेग्रो सिली। धन्यवाद।
छ कोड नम्बर 23 अबको पालोमा कोड नम्बर 24 लाई आफ्नो प्रस्तुति लिएर अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु र कोड नम्बर 23 लाई जोरदार तालीले स्टेजबाट मञ्चबाट बिदा गरिदिनु हुन पनि म यहाँ उपस्थित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु A huge applause for code number 23